अत्यन्तै सान्दर्भिक र यथार्थपरक यो फिल्म बनेको मैले अनुभूति गरेको छु। वास्तवमा नेपालको राजनीतिमा हामीले विभिन्न राजनीतिक दलहरू नेपालको राजनीतिमा विभिन्न त्याग तपस्या र बलिदान दिएर आजको दिनसम्म आइपुगेका छन्। तर हामीले राजनीतिमा धेरै जस्ता किसिमका गतिविधिहरू हामीले प्रत्यक्ष देखेका छौँ र आज यसलाई जस्ताको तस्तै यो फिल्मले, यो कथानक चलचित्रले यसलाई उजागर गरेको छ। मलाई लाग्छ नेपालको राजनीतिमा यस प्रकारका फिल्महरूले, यस्ता चलचित्रहरूले राजनीतिक दलहरूलाई र नेताहरूलाई पनि आगामी दिनमा कसरी हामीले चाहिँ हाम्रा कमी कमजोरीहरूलाई सुधार गर्न सकिन्छ भन्ने पनि एउटा महत्त्वपूर्ण सन्देश दिएको मैले अनुभूति गरेको छु। र वास्तवमा यो फिल्म नेपालको राजनीतिमा अत्यन्तै मिल्दोजुल्दो र घतलाग्दो र चाखलाग्दो र यथार्थपरक छ भन्ने कुरो मलाई लाग्छ। फिल्म राम्रो लाग्यो। अहिले जुन विशेष गरी समसामयिक जुन राजनीति छ नेपालको, त्यो स्वार्थी राजनीति अनि यो लेनदेनको राजनीति अनि सत्ताको राजनीति जुन गरिँदै आएको थियो त्यसप्रति ठुलो व्यङ्ग्य छ। र त्यो व्यङ्ग्य सबै राजनीति गर्नेहरूले हेर्दाखेरि, विशेष गरी राजनीतिक नेतृत्व गर्नेहरूले हेर्दाखेरि त्यसले एउटा शिक्षा दिएको छ र सुध्रिन पनि सक्छन् भन्ने पनि अन्तिममा एउटा निचोड देखाएको छ। त्यस कारणले फिल्ममा जे जति मसलाहरू प्रयोग गरेको छ त्यो समय सान्दर्भिक र राजनीतिक सन्देशमूलक, विशेष गरी राजनीतिक चेतना बाँड्ने खालको फिल्म छ। यसले अवश्य पनि राजनीतिक कर्मीहरूले यो हेऱ्यो भने यसबाट केही शिक्षा अवश्य पनि लिने। होइन, राजनीति दर्शकहरूले पनि, भोटरहरूले पनि हेर्नुपर्ने छ। तपाईँले राजनीतिको पर्दा पछाडि कस्ता कस्ता खेल खेलिँदा रहेछन्, गठबन्धन कसरी गरिँदो रहेछ, केका लागि गरिँदो रहेछ, राजनीतिमा पनि त्याग गर्ने मान्छेहरू पनि थुप्रै रहेछन् भन्ने यसले चाहिँ सन्देश दिएको छ। त्यस कारणले राजनीति गर्नेहरूलाई सुध्रिनको लागि एउटा सचेत हुनको लागि सन्देश छ भने जनतालाई पनि राजनीतिको बारेमा चाहिँ स्पष्ट हुन सकिने खालको सन्देश बाँडेको छ। एकदमै छ। मैले पनि लामो सङ्घर्ष गरेर धेरै पछि जीवनको अन्तिममा मैले टिकट पाएको थिएँ होइन। तर कति धेरै साथीहरूका यसरी नै टिकट खोजिएका थिए। मलाई धेरै पीडा भएको थियो। तर आज यो फिल्मले जस्ताको तस्तै उतारेको छ। वास्तवमा हाम्रो नेपालमा, हाम्रो राजनीतिक क्षेत्रमा यस्ता खालका घटनाहरू धेरै ठाउँ भएका छन्। सबै दलले यस्तो प्रक्रियाहरू, यस्ता क्रियाकलापहरू गरेका छन् होइन। जुन गलत व्यवहार भएको हुँदाखेरि आज वास्तवमा यो आन्दोलन भयो र ती नेताहरू पनि आज यो स्थितिमा आउन सक्नुहुन्न। आफू परिवर्तन भइसक्नु भएको छ। वास्तवमा विद्रोह गरेपछि त चेन्ज त हुँदो रहेछ नि त। यो एउटा चलचित्रले चेन्ज गर्नको लागि विद्रोह गर्नुपर्छ, आवाज उठाउनुपर्छ। आवाज उठाएर अगाडि बढ्यो भनेदेखि समाजलाई परिवर्तन गर्न सकिन्छ, नयाँ नीति निर्माण गर्न सकिन्छ। तर तपाईँहरूले त गर्न सक्नु भएन नि त समाज परिवर्तन, त्यही भएर होइन हामी गऱ्यौँ। हामी चाहिँ सङ्घर्ष गर्दा होइन मैले लास्टमा टिकट पाएँ होइन। हामीले त ती भाइ बहिनीहरूलाई हामीले उहाँहरूलाई चाहिँ प्रेरणा दियौँ। त्यो दल त कस्तो हुन्छ भने राजनीतिक सिक्नु पर्यो नि त। आखिर यो राजनीतिको उसले पनि होइन, जुन हिरोइन उहाँहरूले खेल्ने एक्टरहरूले पनि त्यो राजनीतिक संस्कारलाई त उहाँहरू त त्यो सिक्न त पर्यो नि त। आखिर केही न केही सिक्न त, त्यो त आफ्नो पार्टीलाई परिवर्तन गर्नै पर्छ र परिवर्तन पनि भइसकेको छ। धेरै परिवर्तन भएको छ। अब ती हाम्रा सोचहरू, पुराना सोचहरू जुन हामीले अब पैसा लिएर हामीले मूल्याङ्कन गरेनौँ होइन, काम गर्ने मान्छे, समाजले पत्याएको मान्छेलाई मूल्याङ्कन नगर्दाखेरि त्यसले कस्तो नराम्रो प्रभाव पार्दो रहेछ भन्ने कुरा त अब यो फिल्मले पनि देखाएको छ र त्यो यथार्थ पनि हो। र समाजलाई सुसंस्कृत बनाउन, स्वच्छ बनाउन, राजनीतिलाई पनि स्वच्छ बनाउन, मानिसहरूलाई देश र जनताप्रति समर्पित भएर लाग्न यसले प्रेरणा दियोस्। यही म सोच्छु। कतिपय पक्षहरू, किन त्यहाँ पनि भनिएको छ सबै व्यक्ति उस्तै होइन, सबै नेता उस्तै होइनन्, सबै पार्टी उस्तै होइनन्। त्यस हुनाले खराब पनि छन्, राम्रा पनि छन्। ती राम्राहरूलाई राम्रो गरेको भन्नुपर्छ,
नराम्राहरूलाई नराम्रो गरेको भन्नु जे भए पनि जनताले उचित मूल्याङ्कन गरेर अनि राम्राहरूलाई प्रोत्साहित गर्ने दिशामा अगाडि बढ्न सकुन् मेरो शुभकामना। एकदमै छ। मैले पनि लामो सङ्घर्ष गरेर धेरै पछि जीवनको अन्तिममा मैले टिकट पाएको थिएँ होइन। तर कति धेरै साथीहरूका यसरी नै टिकट खोजिएका थिए। मलाई धेरै पीडा भएको थियो। तर आज यो फिल्मले जस्ताको तस्तै उतारेको छ। वास्तवमा हाम्रो नेपालमा हाम्रो राजनीतिक क्षेत्रमा यस्ता खालका घटनाहरू धेरै ठाउँ भएका छन्। सबै दलले यस्तो प्रक्रियाहरू यस्ता क्रियाकलापहरू गरेका छन् होइन। जुन गलत व्यवहार भएको हुँदाखेरि आज वास्तवमा यो आन्दोलन भयो र ती नेताहरू पनि आज यो स्थितिमा आउन सक्नुहुन्न। आफू परिवर्तन भइसक्नु भएको छ। वास्तवमा विद्रोह गरेपछि त चेन्ज त हुँदो रहेछ नि त। यो एउटा चलचित्रले चेन्ज गर्नको लागि विद्रोह गर्नुपर्छ, आवाज उठाउनुपर्छ। आवाज उठाएर अगाडि बढ्यो भनेदेखि समाजलाई परिवर्तन गर्न सकिन्छ, नयाँ नीति निर्माण गर्न सकिन्छ। तर तपाईँहरूले त गर्न सक्नु भएन नि त समाज परिवर्तन, त्यही भएर होइन हामी गऱ्यौँ। हामी चाहिँ सङ्घर्ष गर्दा होइन मैले लास्टमा टिकट पाएँ होइन। हामीले त ती भाइ बहिनीहरूलाई हामीले उहाँहरूलाई चाहिँ प्रेरणा दियौँ। त्यो दल त कस्तो हुन्छ भने राजनीतिक सिक्नु पर्यो नि त। आखिर यो राजनीतिकको उसले पनि होइन जुन हिरोइन उहाँहरूले खेल्ने एक्टरहरूले पनि त्यो राजनीतिक संस्कारलाई त उहाँहरू त त्यो सिक्न त पर्यो नि त। आखिर केही न केही सिक्न त त्यो त आफ्नो पार्टीलाई परिवर्तन गर्नै पर्छ र परिवर्तन पनि भइसकेको छ। धेरै परिवर्तन भएको छ। अब ती हाम्रा सोचहरू पुराना सोचहरू जुन हामीले अब पैसा लिएर हामीले मूल्याङ्कन गरेनौँ होइन। काम गर्ने मान्छे समाजले पत्याएको मान्छेलाई मूल्याङ्कन नगर्दाखेरि त्यसले कस्तो नराम्रो प्रभाव पार्दो रहेछ भन्ने कुरा त अब यो फिल्मले पनि देखाएको छ र त्यो यथार्थ पनि हो। क्रममा सिनेमा धेरै लामो अन्तरालमा मैले हेरेँ नेपाली सिनेमा र यो सिनेमा हाम्रो साथी दिनेश कोइरालाजीले कथा उहाँले आफै लेख्नुभयो र आफै निर्माण गर्नुभयो। समग्रमा फिल्म हेरुन्जेल झिँझो लागेन र फिल्मले चाहिँ कौतूहलता जगाउँदै गयो। यसको इन्डिङ कसरी हुन्छ, अन्त्य कसरी हुन्छ भन्ने एउटा कौतूहलताकै बिचमा सिनेमा सिद्धियो। सम्पूर्ण रूपले राजनीतिक चाहिँ क्षेत्रका विकृति विसङ्गतिहरूमा केन्द्रित चाहिँ फिल्म मैले देखेँ। यसले सामाजिक जागरण राजनीतिक जागरण पनि यसले पैदा गर्ने काम गरेको मैले पाएँ र राजनीतिक क्षेत्रका विकृति विसङ्गतिहरूलाई देशमा फैलिएको भ्रष्टाचारलाई अन्याय र अत्याचारलाई चाहिँ नि अन्त्य गर्नका निम्ति जनता जागरुक हुनुपर्छ, युवा पुस्ता जागरुक हुनुपर्छ, आफूमाथि भएको अन्यायका विरुद्ध लड्नुपर्छ र राजनीति चाहिँ जनताप्रति समर्पित हुनुपर्छ भन्ने कुरा मूलतः यो सिनेमाको सन्देश हो भन्ने मलाई लाग्छ। र समग्रमा समाजमा सकारात्मक सोच चाहिँ फैलाउन यसले चाहिँ निकै ठुलो भूमिका निर्वाह गर्छ भन्ने मलाई लाग्छ र म सन्तुष्ट छु। होइन अब एकपटक हेर्दाखेरि चाहिँ यसमा गरेको लगानी खेर जाँदैन। यसले नेपाली समाजमा जुन सन्देश फैलाउन खोजेको छ त्यसले चाहिँ प्रेरणा प्रदान गर्छ हरेक दर्शकलाई भन्ने मलाई लाग्छ। होइन अब काङ्ग्रेसभित्रको मात्रै कुरा नगरौँ, समग्र नेपाली समाजमा राजनीतिप्रतिको जुन आम धारणा छ त्यसको चित्रण गरेको छ यो सिनेमाले। कुनै पनि राजनीतिक दल यसबाट अछुतो छैनन्। थोर बहुत चाहिँ सबै दलभित्र समस्याहरू, कमजोरीहरू, विकृतिहरू फैलिएका छन् र काङ्ग्रेसभित्रको मात्रै कुरा होइन, समग्र नेपाली समाजको राजनीतिलाई चित्रण गरेको छ यसले। हराउँदै गइरहेको छ, विचार र सिद्धान्त चाहिँ मर्दै गइरहेको छ। यो वाक्य नभनिकन जुनसुकै राजनीति गर्ने जुनसुकै व्यक्ति अथवा दलको पनि जुन खालको एउटा कमजोरीहरू उल्याउने खालको स्थिति भएको छ, यसलाई चाहिँ मलाई चाहिँ अनुभूति भएको के हो तपाईँले गर्नुभएको राजनीति चाहिँ गलत रहेछ भन्ने बुझ्नुभयो के हो? होइन होइन, राजनीति आफैमा गलत हुँदै होइन। तपाईँले गर्नुभएको राजनीति अहिलेसम्म गर्नुभएको राजनीति गलत थियो। सबै गलत मात्रै छैन नि, राजनीति गलत मात्रै छैन। राजनीतिले परिवर्तन पनि गरेको छ, राजनीतिले विकास पनि गरेको छ, राजनीतिले चेतना पनि दिएको छ, राजनीतिले नागरिकहरूलाई सचेत पनि बनाएको छ होइन। राजनीतिका उपलब्धिहरू पनि छन्। राजनीति भनेको आफैमा बेठे कुरा पनि होइन, राजनीति आफैमा फोहोरी होइन। तर कहिलेकाहीँ चाहिँ राजनीति गर्ने पात्रहरूले, राजनीति गर्ने नेताहरूले राजनीतिलाई अलिकति विकृत बनाउन खोजेको हो, त्यस्तो चाहिँ आभास हुन्छ।
त्यो भइराखेको पनि छ। त्यसैले राजनीतिभित्रका दुर्बलताहरू, राजनीतिभित्र सबलता छैन होइन, राजनीतिभित्र थुप्रै सबलता पनि छ, तर यो मुभीले चाहिँ राजनीतिभित्रका दुर्बलताहरू चाहिँ देखाउन खोजेको छ, उजागर गर्न खोजेको छ र राजनीति गर्ने केही नेताहरू, केही पात्रहरूको चरित्रलाई चाहिँ उजागर गरेको छ। केही नेताहरूको कारणले गर्दाखेरि चाहिँ अलिकति गलत सन्देश पनि गइरहेको छ है युवाहरूमा, विशेष गरी युवाहरूमा चाहिँ निराशाको अवस्था बनिरहेको छ भन्ने खालको चाहिँ एउटा सन्देश दिन खोजेको। यसमा मेरो दुईवटा कुरा छ। यो एउटा चाहिँ यो मुभीले चाहिँ राजनीतिको सबलतालाई अलि राम्रोसँग देखाएको छैन होइन, दुर्बलता अलि धेरै देखाएको छ। राजनीतिभित्र गर्ने केही पात्रहरूका कमजोरीहरूलाई, उनीहरू केही पनि सबलतालाई त्यति धेरै देखाएको छैन, उनीहरूका कमजोरीहरूलाई देखाएको छ। त्यसैले गर्दा आजको सन्दर्भमा त्यो मेल खाने के हो भने धेरै कुरा के बिग्छ भन्दाखेरि नेगेटिभ कुराहरू बिग्छ। नेताहरूले गरेका निष्ठाहरू भुलेका कुराहरू, नेताहरूले विचार भुलेका कुराहरू, नेताहरूले हिजो गरेका त्याग र समर्पण, बलिदान, परिवर्तनका निम्ति त्यो कुरा भुलेर आज गरेका कमजोरीहरूलाई उजागर गरेको छ। त्यसैले यो के हो भन्दाखेरि अहिले यो जसरी मुभीमा देखिएको छ, यही मुभीमा जे देखाएको छ त्यही कारणले यसरी नै चित्र बाहिर पनि यसरी नै देखिएको छ नि त। त्यसले गर्दाखेरि अलिकति निराशा पैदा गराएको छ। यो पुरानाको मात्रै होइन, पुरानाको भन्ने कुरा खास हुँदै होइन, पुराना सबै खराब पनि हुँदैन। एमाले सम्पूर्ण रूपले फोहोर छ त। नेकपा एमाले यो देशका निम्ति केही गरेन त। इभन नेपाली काङ्ग्रेसले यो देशका निम्ति गरेको छैन त। विकास र समृद्धिका पक्षमा पनि गरेको छैन त। तर पछिल्ला दिनहरूमा अलिकति गठबन्धन गर्ने कुराहरूमा व्यवस्था ल्याउन मात्रै होइन नि, परिवर्तनका निम्ति गरेको छैन, आर्थिक रूपमा पनि परिवर्तन गरेको छैन, आर्थिक रूपमा पनि गरेको छ नि। नेपालको चित्र हिजोको जस्तो थियो तपाईँको 10 वर्ष अगाडि नेपाल जस्तो थियो, आज त्यस्तै त नेपाल छैन नि त। त्यसैले नेपाल बदलिएको नबदलिएको होइन नि, नेपाल परिवर्तन भएको छ, नेपाल बदलिएको छ। अहिले विदेशमा धेरै चाहिँ रोजगारीका निम्ति विदेश जाने कुराहरूलाई मात्रै अलि बढी चाहिँ देखाउन खोजिएको छ। संसारभरिका देशहरूका युवाहरू विदेशमा जाने गर्नुहुन्छ रोजगारीका लागि। यद्यपि देशले अझ धेरै रोजगार दिनुपर्छ भन्ने कुरा उठाउने कुरा सान्दर्भिक छ, धेरै कुरा गर्नुपर्नेछ भन्ने कुरा उठाउने कुरा सान्दर्भिक छ। तर देशमा जति भएको छ नि एकदमै निराशा बाँड्ने खालको स्थिति भएको छ र नागरिकलाई केही पनि भएको छैन भनेर भन्ने देखाइएको छ। आर्थिक रूपमा पनि तपाईँको आज जुन अर्थमन्त्री हुनुहुन्छ उहाँले मात्रै पनि हिजो 10 वर्ष अगाडिको र आजको आर्थिक आकार, अर्थतन्त्रको आकार कस्तो छ भन्ने कुरा पनि अस्ति उजागर गर्नु भएन। एउटा श्वेत पत्र जस्तो पत्र सार्वजनिक गर्नु भएन, त्यसले पनि प्रश्न पारेको छ। नीति 365 निरन्तर तपाईसँगै।